नमस्कार। आज हामी भारत र पाकिस्तान बीच बुधबार वैशाख 24 गतेदेखि जुन एकाएक सैन्य तनाव बढ्यो नि त्यसकै बारेमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हजुर। हामीले सेतोपाटी अनि CNN जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारहरू हेरेका छौँ। हाम्रो खास चासो चाहिँ के हो भने यो तनावको कारण के हो, अहिले के कारबाही भयो, दुई पक्षले के भनिरहेका छन् अनि बाहिर दुनियाँले के भन्दैछ, यिनै कुराहरू प्रस्ट्याउने हो। निश्चय नै घटनाक्रम एकदमै चाँडो अघि बढेको छ हैन। भारतले बुधबार बिहानै पाकिस्तान अनि पाकिस्तान नियन्त्रित कश्मीरमा सैन्य कारबाही गर्यो। त्यसलाई उनीहरूले अपरेसन सिन्दुर नाम दिएका छन् रे। हो, अपरेसन सिन्दुर। यो नामै अलि कस्तो कस्तो। भारतीय अधिकारीहरूले त के भनेका छन् भने यो चाहिँ अप्रिल 22 पहलगाममा भएको हमलाको बदला हो रे। जसमा एकजना नेपाली सहित 26 जना मारिएका थिए नि, धेरै जसो भारतीय पर्यटक। हो त्यही। अनि भारतले चाहिँ 9वटा आतंकवादी क्याम्प, खास गरी त्यो जैश ए मोहम्मद र लस्कर ए तैयबाको त्यसमा हानियो, तर कुनै सिभिलियन वा सैन्य अड्डामा हानेको छैन भनेर दाबी गरेको छ। उनीहरूको दाबी त्यो छ। सिन्दुर नाम चाहिँ पहलगाममा श्रीमान गुमाएका महिलाहरूसँग सम्बन्धित हुन सक्ने संकेत जस्तो पनि देखिन्छ। तर उता पाकिस्तानको कुरा फेरि अर्कै छ नि, हैन? बिल्कुलै फरक छ। पाकिस्तानले त भारतीय हमलामा कम्तीमा 26 जना नागरिक, जसमा एक 3 वर्षको बच्चा पनि छन् रे, मारिएको र 46 जना घाइते भएको भनेको छ। ओहो, अनि मस्जिदमा पनि क्षति पुग्यो रे? हो, त्यो पनि भनेका छन्। अनि अझ ठूलो दाबी त के छ भने पाकिस्तानी सुरक्षा स्रोतले भारतको 5वटा फाइटर जेट, जसमा 3वटा त राफेल नै अनि एउटा ड्रोन खसालिदिउँ भनेको छ। 5वटा जेट? यो त निकै ठूलो दाबी भयो त। भारतले मान्ला र? भारतले त मानेको छैन, तर भारत प्रशासित कश्मीरको त्यो बुयान भन्ने गाउँमा चाहिँ प्लेनको भग्नावशेष देखिएको भन्ने अपुष्ट खबर चाहिँ छ। खै, यस्तोमा के साँचो के झुटो छुट्याउनै गाह्रो। दुवैतिरबाट एकदमै फरक फरक कुरा आइरहेको छ। अनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले त यसलाई युद्धकै कार्य भनेर कडा जवाफ दिन्छौं भन्नुभएको छ। अनि सीमामा त्यो LOCमा पनि गोली हानाहान भइराखेको छ रे? दुवैतिरबाट। भारतीय मिडियाहरूले चाहिँ पाकिस्तानतिरबाट भएको फायरिङमा 8 देखि 10 जना भारतीय नागरिक मारिएको र 32 जना जति घाइते भएको बताएका छन्। स्थिति त निकै गम्भीर देखिन्छ। अनि फेरि त्यो मसुद अजहरको नाम पनि जोडेर आयो नि? हो, फेरि उनको नाम आयो। भारतले निशाना बनाएको भनेको जैश ए मोहम्मदका प्रमुख हुनु नि। त्यही व्यक्ति जसलाई 1989मा त्यो काठमाडौँ प्लेन हाइज्याक हुँदा छोड्नु परेको थियो, हैन? हो, त्यही। छुटेपछि सन् 2000मा उनले जैश ए मोहम्मद खोलेका थिए। अहिले उनको नाम किन आयो भन्दा किन आयो? उनले नै एउटा बयान दिएर भनेका छन् रे कि बुधबारको भारतीय हमलामा बहावलपुरको मस्जिदमा उनका 10 जना परिवारका सदस्य र 4 जना सहयोगी मारिए। उनको परिवारकै सदस्य? यसले त झन कुरालाई जटिल बनायो नि। हो त। भारतले त उनलाई पहिलेदेखि नै 2001 को संसद हमला, 2016 को पठानकोट, 2019 को पुलवामा हमलामा दोषी मान्दै आएको छ। उनको नाम फेरि आउनुले भारतले यसलाई आतंकवाद विरुद्धकै लडाईँ भनेर देखाउन खोजेको पनि हुन सक्छ। यी सब घटनाले आखिरमा गएर कश्मीरकै समस्यालाई कोट्याउँछ, हैन? बिल्कुल। 1947 देखिको विवाद हो यो। दुवै देश पुरै कश्मीर हाम्रो भन्छन् अनि संसारकै सबभन्दा धेरै सेना भएको ठाउँहरू मध्ये पर्छ यो। र सबैभन्दा डरलाग्दो कुरा त दुवै देशसँग आणविक हतियार छ। त्यही त। सानो झडपले पनि कस्तो रूप लेला भन्न सकिन्न। पहिले पनि युद्ध भएकै हुन्। 1947, 65, 71, 99मा, 2019मा पनि तनाव निकै बढेको थियो। अहिले फेरि त्यस्तै डर भयो। सायद यही डरले होला अन्तर्राष्ट्रिय समुदाय पनि बोलेको छ। के भन्दैछन् बाहिरतिर? संयुक्त राष्ट्रसङ्घ, अमेरिका, चीन, UAE, जापान सबैले संयम अपनाउन भनेका छन्। अमेरिकाले नजिकबाट हेरिरहेको भनेको छ। चीनले चाहिँ आक्रमणलाई राम्रो मानेको छैन। भारतले पनि आफ्ना कुराहरू राखेको होला नि? भारतले पनि आफ्ना मुख्य पार्टनरहरू अमेरिका, बेलायत, रुस, साउदी अरब जस्ता देशलाई जानकारी गराएको बताएको छ। तनावको असर त देखिन थालिसक्यो नि, हैन? त्यो हवाई उडानहरूमा? हो त। पाकिस्तानले आफ्नो एयर स्पेस आंशिक बन्द गर्दा ताइवान, दक्षिण कोरिया, थाइल्याण्ड, भियतनामतिरका फ्लाइटहरू प्रभावित भए। एयर इन्डिया, इन्डिगो, सिङ्गापुर, ब्रिटिश एयरवेजका उडानहरू रद्द वा डाइभर्ट भएका छन्। भारत प्रशासित कश्मीरतिर पनि मान्छेहरूलाई सुरक्षित ठाउँमा सर्न भनेको छ रे। छ। भनेपछि मोटामोटी रूपमा हेर्दा भारतको अपरेसन सिन्दुर
त्यसको कारण मानिएको पहलगाम हमला अनि पाकिस्तानको कडा प्रतिक्रिया र उसको क्षति सम्बन्धी दावी, अनि मसुद अजहरको कनेक्सन र अन्तर्राष्ट्रिय चासो, यिनै कुराहरू मुख्य देखिए अहिलेलाई। अब यो सबै हेर्दा एउटा प्रश्न त मनमा आउँछ कि दुईटा आणविक शक्ति भएको देशहरू अनि दुवैतिरबाट पुरै फरक फरक खालको सूचना आइरहेको छ। यस्तो बेलामा खास के भएको हो भनेर कसरी थाहा पाउने होला? हो, त्यो एकदमै गाह्रो प्रश्न हो। अनि अझ महत्त्वपूर्ण, यस्तो सानो घटनाहरू बढ्दै गएर ठूलो लडाईँ नहोस् भन्नलाई के गर्न सकिन्छ होला? के उपाय होला? यो त साँच्चै सोच्नुपर्ने कुरा हो।